धेरैको सपना छ भिजिट भिजा। यति बेला ट्रेन्डिङ टपिक्समा चलेको भिजिट भिजा संसद भवनमा होस्, सोसल मिडियामा होस् या कुनै एजेन्सीमा व्यक्ति बीच होस्, अहिले चलेको टपिक्स, ट्रेन्डिङ टपिक्स भिजिट भिजा। म जान्छु, छिटै हुन्छ, काम पाउँछु, जागिर गर्छु, पैसा कमाउँछु। वाउ, कतिको सजिलो छ। सो अफकोर्स सजिलो छ, अनि यही सजिलोलाई लिएर धेरै मान्छेहरूले चाहिँ मान्छेले मान्छेलाई शिकार बनाउन पुगेको छ। यदि र रासापाले यति बेला उठाइरहेको प्रश्न जायज छ। कुनै माइकलाल भिजिट भिजामा आउँदैछ भने उनीहरूलाई कसरी हुन्छ 3-4 लाख असुलेर दुबई ल्याउने, त्यसपछि कसैको हातमा बेच्ने हैन। यस्ता कुराहरू धेरै छन्। अब मैले विश्लेषण गर्नु पर्दैन। यी कुराहरूलाई तपाईहरुले नै मूल्याङ्कन गर्नु होला। यदि भिजिट भिजाको बारेमा अझै जानकारी लिनु छ भने तल दिएको लिंकलाई क्लिक गरेर पुरा भिडियो हेर्न नछुटाउनु होला। सबै डिटेल भिडियोमा पाउनुहुनेछ। सो थ्यांक यू।